दिनको निम्ति आजैबाट नेकपा एमाले तपाईहरुको घर घरमा टोल टोलमा आएको कुरा हो। दमकको मुख्य चोक अर्थात् आकाशे पुल भएको ठाउँ, यसभन्दा अल्ली पश्चिम गोर्खा डिपार्टमेन्ट भएको प्राङ्गण 1-2 गर्दै मोटरसाइकलहरू जम्मा हुन थाले। केही क्षणमै यहाँ हेर्दा हेर्दै मोटरसाइकलको भिड लाग्न थाल्यो। उनीहरू एकै ठाउँमा मात्रै बस्न र अटाउन सक्ने अवस्था नै भएन। त्यसपछि त्यहाँ सामान्य सुरुवात गरेर त्यो भिडलाई अघि बढाइयो। अघि बढेको भिड आकाशे पुलदेखि दक्षिणतर्फ लाग्यो। दमककाठ सेतुमारी रोड हुँदै दमक 9 पखेटेबाट उत्तर पुगेको यो र्याली शान्ति मार्गबाट राजमार्गमा निस्कियो। यसरी यहाँबाट पूर्व आएर क्याम्पस मोडबाट यो र्याली उत्तर लाग्यो। उत्तर लागेको र्याली दमक 2 र 5 को सिमानामा रहेको आम्दा अस्पतालदेखि थोरै दक्षिणतर्फको नयाँ सडकबाट फेरि पूर्व लाग्यो। यहाँबाट बजार प्रवेश यो भिड फाल्गुनन्द चोकबाट दमकको पुरानो तरकारी बजार हुँदै शङ्खदर चोक र फर्निचर लाइन हुँदै दमकको डाफे मुनाल चोक अर्थात् गणतन्त्र चोकमा आएर कोड सभामा परिणत भएको थियो। हालैको जेनजी आन्दोलनपछि देशभर असुरक्षा र त्रासको वातावरण बढ्दै गएको छ। पार्टीले राज्य संयन्त्र कमजोर पारिएको र नागरिकले आफूलाई असुरक्षित महसुस गर्न थालेको र त्यसैको प्रतिरक्षामा नेकपा एमाले पार्टी छ है भन्ने सन्देश दिन यो र्याली आयोजना गरिएको कोड सभालाई सम्बोधन गर्दै युवा नेता एवं नेकपा एमाले कोशी प्रदेश सदस्य सुशील राईले बताउनुभयो। एमालेका नेताहरूले सरकारले प्रहरी प्रशासनलाई निष्क्रिय बनाएको, अपराध नियन्त्रणमा ढिलाइ भएको र लुटिएका हात हतियार अझैसम्म फिर्ता ल्याउन नसकी प्रहरीमा गुमेको आत्मबल अहिलेको सरकारले गर्न नसकेको भन्दै सरकारको आलोचना उहाँले गर्नुभयो।